जागिनु जा अरे गरेर यस्तो गिर्नु अरे क्या उहाँको घर जाने बाटो चाहिँ यस्तो छ मुभी झुक्का गयो सिस्टर झुक्का आथा यसलाई त यसो गरेर टिप्नु पर्ने हुन्छ साथीहरु यस्तो गर्दै हिँड्नुपर्छ सेवा नमस्कार हामी चाहिँ दयाङ राईको गाउँबाट आउँदैछौँ यस्तो बाटो छ अनि यो 2-11 नम्बर गाडीमा हामी आउँदैछौँ सिस्टरका त्यो उकालो हिँडेर जानुपर्ने छ राम हाम्रो बिजोक यस्तो उकालो छ नि त यो खेतको बाटो जानुपर्ने त्यो बाँसगाडी हुँदै माथि पुग्नुपर्ने छ उफ त्यहाँबाट नि गाडी पाउने हो कि नै दयाङ राई सरको गाउँ आउने बाटो चाहिँ यस्तो छ साथीहरु अस्ति त्यो फिल्ममा देखेको भन्दा यहाँ अब म छुट्टै गाउँ जाने बाटो देखाउँछु यस्तो बाटो हिँड्नुपर्छ साथीहरु ओह्रालो झर्ने हो यहाँ अनि त्यस पछाडि आधी घण्टा ओह्रालो अनि आधी घण्टा उकालो हिँडेपछि चाहिँ टक्क गाडी आउने ठाउँमा आइपुगिन्छ अनि यसरी बाटोमा अर्ग्यानिक धाराहरू पनि राखिदिइरहनु भएको छ है सरी यहाँ पानी पिउँदै हिँड्न सक्नुहुन्छ जुका पनि आउँछ अलिअलि यो बर्खायाममा जस बाटो चाहिँ यतिको राम्रै छ हिँड्नु मात्रै गाह्रो हो यहाँबाट यो गाउँ चाहिँ राम्रो छ हिँड्दै थकान लाग्यो भने यहाँ बसेर गफ खाएर यसो पानी सानी खाएर जानु नि सक्नुहुन्छ है अनि हामी यसरी ओह्रालो अझै झर्ने क्रममै छौँ मेरो सिस्टरको हालत बिचारा ल अन्त बाँदर भन्दै थिएँ यतिको चाहिँ हुनुपर्छ है सम्मबाट आएपछि सिस्टर खुसी हुनुहुँदैछ त्यतिको गर्नुभयो भने त भइहाल्यो नि ए सम्मबाट आएपछि हाम्रो हालत यस्तो छ साथीहरु पसिना आएर यो ब्याग यस्तो हल्का देख्नुहुँदैछ होला हैन तर यहाँनिर 15 केजी भन्दा बेसी वेट छ ढुङ्गाहरू बोक्नु भइरहेछ कि के बोक्नु भइरहेछ अब फेरि यस्तो बाटो त आइहाल्यो है ओ फाइनली एउटा खोला आएछ अब हामी आधी घण्टामा त पुग्छौँ गाडी खानु कहाँ सजिलो छ गाडी खानु यस्तो बिजोकले हिँड्छु नामै जागिनु जा अरे गरेर यस्तो गिर्नु अरे क्या हो रहेछ अहिले याद हुँदैछ होइन ए हामी एउटा खोला आइपुग्यौँ है साथीहरू अब यस्तो खोला अर्को पनि तर्नुपर्छ हामीले घर जानुपर्ने खुसी छुट्टै ठाउँमा होइन अन्त हिँड्नुपर्ने पीडा छुट्टै ठाउँमा यो खोला तरेर अब हामी उकालो लाग्नुपर्ने हुन्छ साथीहरु ढोगेर हिँड्नुपर्छ है कोही नहिँड्नु भएको मान्छे होला अरे हामी BHOJPUR हिँडेको साथीहरु को डिजाइन पनि यस्तो छ है फेरि अब हामी थोरै तेर्सो लाग्यौँ गाइसहरु पुल कटेर अब हामी अर्को फेरि खोला तर्नु पर्ने हुन्छ ओ साथीहरु जुका गयो सिस्टर जुका आथा यसलाई त यसो गरेर टिप्नु पर्ने हुन्छ साथीहरु यस्तो गर्दै हिँड्नुपर्छ मे भाग्छु के हो जुकायो उकालो सुरु भयो साथीहरु अब हाम्रो
खोला त त्यहाँ सुहाँ गइरहेको छ अनि हामी चाहिँ बाटो हिँडिरहेको छौँ यस्तो छ बाटो ठुलो ढुङ्गा छ यो चाहिँ गुफा जस्तो लाग्छ मलाई हाम्रो घरभन्दा ठुलो त्यहाँ ढुङ्गाको गुफा छ क्या गाइस अरे अनि छेउछेउ उता जानुपर्छ अनि यस्तै चट्टानै कस्तो राम्रो बनिएको छ क्या जानु पनि कहाँ सजिलो छ त यस्तो देखिरहेछ अब हामी अर्को पुलमा आइसक्यौँ साथीहरू अनि यो चाहिँ हाम्रो भोजपुर जिल्लाको सबैभन्दा अग्लो पुल गहिरो खोला अरे साथीहरू म यहाँदेखि देखाउँछु ल कस्तो डर लाग्छ यो खोला चाहिँ भोजपुर जिल्लाको सबैभन्दा गहिरो खोला अरे साथीहरू यस्तो छ याममा उँधो हेर्दा डर लाग्छ क्या यसको गहिराइ चाहिँ कति छ मलाई ठ्याक्कै थाहा भएन है यस्तो छ भोजपुर जिल्लाको सबैभन्दा गहिरो खोला पनि हामी तरेर हामी अब उकालो लाग्ने क्रममा छ साथीहरू गाडी आयो भने चाहिँ ठिकै छ गाडी आएन भने चाहिँ यस्तै हो हिँड्नुपर्छ गाउँ जानु पनि आउनु उकालो छ गाठी बाटो त त्यस्तो नराम्रो छैन यस्तो सिडीको छ कि तर उकालो भने चाहिँ अब यहाँदेखि गाडी चढ्ने ठाउँसम्म उकालो हो साथी अनि त्यो चिप्लो हुन्छ लडिने खालको चाहिँ बाटो छैन यस्तो राम्रो छ तर उकालो भन्ने चाहिँ नि सास फुल्ने स्वास गर्ने छ अनि त्यो कस्तो राम्रो रहेछ कस्तो राम्रो भिड आयो यो खोला राम्रो लाग्यो अनि दयाङ राई सरको गाउँ चाहिँ त्यो हो त्यहाँदेखि हामी आएको देखिँदो रहेछ हो यतै गाउँदेखि आएको हामी त्यो मधेसतिरको मान्छेहरूलाई मलाई त पहाड मनपर्छ पहाड भन्नेहरूलाई के थाहा छ यहाँको जीवनशैलीको बारेमा होइन मन पराउनु र भोग्नुमा धेरै फरक छ नि हौ साथीहरू मलाई त गाउँको बाटोहरू मनपर्छ घर के अरे माटोको घर मनपर्छ भन्नेहरूलाई के थाहा यस्तो भोग्नुको पीडा गाडी चढ्नुको लागि यहाँ 1-1.5 घन्टा हिँड्नुको पीडा हामीलाई थाहा छ नि हो साथीहरू के गर्नु यो उकालो कटेर जानुपर्ने छ बाइक ल छिटो किन्नु ल अलिकति आस्तो पलायो त अरूचोटिदेखि हिँड्नु पर्दैन भनेर पानी खाँदै हिँड्दा पनि भयो यो सफा पानी हो अनि यो करकोलाको पात हो यो करकोलाको तरकारी खानुहुन्छ बाइकवाला खोज्नु न करकोलाको पातमा हेर्न पानी कस्तो खतरा जन्मिएको बीचमा पोखरी भएको हैन त हजुर सिस्टर यो खेतहरु बाँचेको कि गर्छन् हौ पछि गर्छन् पछि यो गर्छन् होला अनि उकालो चाहिँ अझै सकेको छैन है साथीहरु हाम्रो तर यो भिडियोमा त खासै उकालो पनि नदेख्ने रहेछ हौ यहाँ हिँड्नेलाई कस्तो भइरहेछ सास फुलेर यो करकोलाको तरकारी खानु भएको छ सिस्टर छैन कस्तो हुन्छ कनी करकोलाको त यसको तरकारी खान्छ नि त कस्तो राम्रो दयाङ राईको घर त्यो गाउँमा हो हैन त्यो गाउँदेखि हामी
त्यो गाउँदेखि उतापट्टिदेखि हामी आएको घर जाने बाटो चाहिँ यस्तो छ। मुभीमा देखेँ भन्दा त गाह्रै छ अझ। मुभीमा देखाएको बाटो त यस्तै छैनै छैन। यस्तो बाटो पो छ त। सिस्टर त्यहाँ आउँदैछ, हामी हिँडेको त्यो बाटो हो। वहाँ तल खोला छ अनि हामी चाहिँ त्यहाँ माथिबाट आएको। मैं गल चुके हूँ सिस्टर पीछे पीछे आना। अस्ति स्नेहर म यहाँ बसेको थिएँ, आउनु ल, यहाँ बस्नुपर्छ, राम्रो ठाउँ छ। अझै रोड देखिने त मेलो मेसै छैन हौ। कहिले हो ल्या हामी बसेको ठाउँमा त घाम पो रहेछ सिस्टर। यहाँ त यहाँ त घाम पो रहेछ, यहाँ बसौँ भनेको त। यहाँ अस्ति हामी बसेको थियौँ। अब यहाँ ड्याममा लाएर बस्ने हो। यहीँ बस्ने हो। जुम गरेर देखाउनु पर्यो गाउँ। अनि यहाँ चाहिँ के हो, धानको बिउ राख्नु भएको छ यस्तो गरेर। भर्खर राख्नु भएको रहेछ धानको बिउ। त्यहाँ अङ्कल के गर्नुहुँदैछ। अनि हामी हिँड्दैछौँ। सिस्टर माथि पुग्नु भयो। अहिले चाहिँ सकुशल म घर आइपुगेको छु साथीहरू। अनि घर आइपुगेर पनि खाजासाजा खाएर यति धेरै चामललाई म केलाउन रेडी भइरहेको छु। एकैचोटिमा ल्याउनु नसकेर दुईवटा धोक्रो बनाएर ल्याएँ यहाँसम्म। अनि एक मुरी कुट्नु भएको रहेछ के अरे, आमाले केलाउनु भ्याउनु भएको रहेन रहेछ। यसलाई म केलाएर रेडी गरिदिनु पर्यो भनेर यहाँ रेडी भएको। अनि चामल केलाउनुभन्दा पहिला चाहिँ भिडियोलाई चाहिँ एन्ड गरिहालौँ न है भनेर म यो भिडियो बनाउँदैछु साथीहरू। त्यही हो, गाउँमा बस्नु राम्रो छ, तर कहिलेकाहीँ गाडीहरू नआउँदाखेरि चाहिँ 1-1.5 घन्टाकोसम्म यस्तो खालको बाटो हिँड्नुपर्छ है भनेर मैले थोरै भिडियोहरू राखेँ साथीहरू। आशा छ त्यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु भयो होला। त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई चाहिँ बाई बाई साथीहरू।